साथीहरू तेस्रो विश्वयुद्ध हुने खतरा बढिसकेको छन्। जब अमेरिकाले र इजरायलले इरानमाथि आक्रमण गरे होइन, त्यसभन्दा पछि अहिले तत्कालैको न्युज अनुसार चाहिँ तपाईँको इरानले पनि अमेरिकामाथि 2टा लडाकु बम खसालिसकेको छ होइन। अब चाहिँ हेर्नुहोस्, अब जब चाहिँ अमेरिका र इजरायल उसमाथि आक्रमण गरिसकेपछि अब इरानको पक्षमा यता रुस र चीन पनि अब अगाडि उठिसकेका छन् के। जब चाहिँ जोर्डनमा, कतारमा, दुबईमा नेपालीहरूलाई लगायत सबैजनाले चाहिँ सतर्कता अपनाउने कुराहरू चाहिँ सबैजनाले चाहिँ अहिले न्युजहरू भाइरल भइसकेको छ। अब चाहिँ हामी बस्ने देशहरू लगायत सबै देशमा चाहिँ आक्रमण नहोला भन्न सकिन्न के। अब चाहिँ खतरा बढिरहेछ। यो भिडियो चाहिँ एकदम जति सक्दो सेयर गर्नुला, जति सक्दो सतर्कता अपनाएर अगाडि बढ्नुला होइन। अब चाहिँ त्यसभन्दा पछि विभिन्न देशहरूमा, कन्ट्रीमा चाहिँ माथि हवाई फायरहरू भइरहेको छ। अब फेरि यसमा चाहिँ अब जब इरानले अमेरिकालाई 2टा लडाकु बम फालिसकेपछि अब अमेरिका पनि एकदम तीव्र गतिमा लागिसकेको छ। सकेसम्म चाहिँ इरानलाई ध्वस्तै बनाउने तरिकाबाट चाहिँ अब इजरायल र अमेरिका अगाडि बढिसकेका छन् होइन। एकदमै चाहिँ खतरनाक क्षण छ साथीहरू होइन। सबैजना सतर्कता अपनाउनुलाई।